हेलो एभ्रिवान, आज चाहिँ हाम्रो डे 2 रहेको छ। हामी चाहिँ ठ्याक्कै यो सेल्फी डाँडामा छौँ। योभन्दा अगाडिको भ्लगमा तपाईँहरूले मलाई देखिसक्नु भएको थियो। यो वरिपरि पुरै पानी परेर हिउँ परिरहेको थियो होइन। म योभन्दा अगाडि आउने टाइममा पनि आज चाहिँ हिउँ परेको छैन। पुरै समतल भूभाग देख्न सक्नुहुन्छ तपाईँहरूले, डाँडा पाखा। अनि त्यसपछि मैले सोचेको थिएँ कि यो वरपर पुरै हिमाल रहेछ सोचेको थिएँ। वास्तवमा हिमाल होइन रहेछ, त्यो चाहिँ हिउँ रहेछ। हिमाल चाहिँ अलिक टाढा टाढा छ, तर एकदमै रमाइलो छ। मुस्ताङको सेल्फी डाँडामा छौँ। हाम्रो चाहिँ आधा सुट सकेर हामी सेल्फी डाँडातिर आयौँ। यहाँ चाहिँ एकदमै ठुलो हावा लाग्दो रहेछ, मान्छे नै उडाउला जसरी। अनि चिसो पनि एकदमै चिसो छ। यहाँ पछाडि हुनुहुन्छ हाम्रो पुनमजी, कोरियोग्राफरमा हुनुहुन्छ। अनि डिरेक्सन पार्टमा हुनुहुन्छ हाम्रो बिबोर दाईहरूसँग चाहिँ मेरो सेकेन्ड टाइम होला मेरो सुट चाहिँ। अब मेरो सकियो, सकेको त छैन, आधा भयो मेरो। अब हिरोजीको पालो छ, उहाँको सुट हुन्छ। अनि दाईलाई मैले के क्लिप्स खिच्नु भनेको थिएँ कि खिच्नु भएन रहेछ। एउटा खिचेको छु, एउटा कि दुईटा खिच्नु भएको छ, खिचेछु। सो भिडियोस यो ड्रेसमा भइहाल्यो। यो ड्रेसमा देखेकै छैन ए देखेको छैन त्यो पिटिएसमा चाहिँ। पुनमले सबै सिकाएको छ, लास्टमा मात्रै देखाएको छ। बर्बाद भएछ। अनि चिसोले हामीलाई त पिरो हरियो खै कस्तो कस्तो भइरहेछ, तर रमाइलो भइरहेछ। स्टे ट्युन एभ्रिवान। सो हामी यहाँबाट चाहिँ नेक्स्ट सुटको लागि हिँडिसकेका छौँ। अनि त्यसपछि हामी छुसाङ भन्ने ठाउँमा जाँदैछौँ अहिले चाहिँ। सो एकदमै बिहानको यो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले। सो यस, हेलो, गुड मर्निङ एभ्रिवान। हामी चाहिँ डे 3 मा छौँ आज। अनि त्यसपछि मुस्ताङको छुसाङ भन्ने ठाउँमा सुट रहेको छ आजको हाम्रो। सो अहिले चाहिँ मेरो सुट छैन। म रेडी भएर चाहिँ बसिरहेको छु बिहानैदेखि। अनि त्यसपछि हाम्रो बिनाको सुट छ, यहाँनिर हुनुहुन्छ हाम्रो युनिटहरू है। सो एकदमै रमाइलो ठाउँ रहेको छ। यो ठाउँ चाहिँ मेरो फर्स्ट टाइम हो। उहाँ कुद्दै आउँदै हुनुहुन्छ, हेलो भनेर मेरो भ्लगमा। सो स्वागत छ उहाँलाई पनि मेरो भ्लगमा है। अनि यहाँबाट हामी चाहिँ गफ गर्दै अगाडि बढ्यौँ। यहाँभन्दा थोरै अगाडि चाहिँ हाम्रो टिम हुनुहुन्छ, युनिटै हुनुहुन्छ सबैजना। अब बिनाको सुट हुन्छ। अनि म चाहिँ केही टाइम गाडीमा आनन्दले बसेर सुत्छु, किनकि राम्रोसँग सुत्नु पाएको छुइनँ म है। त्यो भएको कारणले गर्दाखेरि अनि म चाहिँ तातो पानी लिन गएको थिएँ तल अर्को गाडीमा। अनि हामी बस्ने गाडी चाहिँ अलिकति माथि छ, त्यो भएको कारणले गर्दा। यस गाइस, यहाँ हुनुहुन्छ हाम्रो टिम, सबैजना छौँ हामी चाहिँ। यस गाइस, म चाहिँ गाडीभित्र बसिरहेको थिएँ कि ठ्याक्कै यहाँनिर भेडाहरू खेदाएको देखेँ दाइहरूले। भेडा च्याङ्ग्रा नै होला सायद। अनि यो पनि खिचिहालौँ न त भनेर मैले खिचिहालेँ। उहाँहरू चाहिँ सुटको लागि मुभ भइसक्नु भयो। हाम्रो बिना र रामचन्द्र काफ्ले दाईको सुट छ अहिले चाहिँ। अनि सो म चाहिँ ठ्याक्कै बाहिर निस्किएँ। अनि एकचोटि यो नेचरसँग रमाउँ न भनेर यहाँको दृश्यलाई कैद गरिहालेँ। देख्न सक्नुहुन्छ यहाँहरूले, यो चाहिँ मेरो फर्स्ट टाइम हो। छुसाङ भन्ने ठाउँमा चाहिँ म फर्स्ट टाइम आएको। अनि मलाई एकदमै आउन मन लागेको ठाउँ पनि हो। एकदमै राम्रो इन्भाइरोमेन्ट पनि। अनि त्यसै माथि यो यति राम्रो ब्युटिफुल भ्यू, ओ माई गड कति राम्रो हो के। अनि सर भिडियो गर्दै जाँदाखेरि यहाँनिर बिना र दाइ आउँदै हुनुहुँदो रहेछ। मेबी हाम्रो लन्चको टाइम भइसक्यो जस्तो लाग्यो। अब लन्चको लागि रेडी हुँदैछौँ हामी। आजको लन्च चाहिँ हाम्रो तरकारी अनि त्यसपछि अन्डा रहेको छ। अनि तपाईँहरूलाई सोध्न मन लाग्छ होला, किन अन्डा र तरकारी मात्रै भनेर। किनकि हाम्रो लोकेसन टाढा छ, यहाँ वरपर होटलहरू छैन, घरहरू छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले यसमै चित्त बुझाउनु पर्ने हुन्छ होइन। सो अनि हामी यहाँबाट सुट सकेर गइसकेपछि चाहिँ बेलुका नै हुन्छ होला। अनि यति धेरै खाना खान्छौँ कि कुरै नगर्नु, यति धेरै खान्छौँ। ठ्याक्कै एक्ज्याक्ट हामी चाहिँ छुसाङ भन्ने ठाउँमा छौँ। यहाँ हाम्रो बिबोर दाई हुनुहुन्छ है। हेलो। यत्रो धेरै अन्डा खाँदै हुनुहुन्छ दाइले। अब मान्छेलाई आँखा लाउनेले अब मैले एउटा खाएको अन्डा पनि यत्रो देखियो। उनीहरूले 10वटा खाँदा पनि यत्रै देखिने। 10वटा दाइ, 10वटा खान्छु जस्तो लाग्छ। हिजो त 10वटा त तिमीले खायो भने हल्ला थियो त। खै त्यो हल्ला चलाए चाहिँ यत्तिकै हावा हल्ला चला चाहिँ भएन भनेको। सोल्टिनीले त 10वटा अन्डा खाएदै भन्दै थियो है। 10वटामा त्यो एउटा जेरो झिक्यो भने चाहिँ मेबी होला।
सो यहाँबाट हामीले खाजा खाना के भनौँ अब सबै खाइसक्यौँ। अब मेरो सुट हुन लागेको छ, त्यही भएर दाइले मलाई फ्रेस गर्दै हुनुहुन्छ। हाम्रो मेकअप आर्टिस्ट दाइ हुनुहुन्छ, एकदमै प्यारो दाइ, एकदमै माया लाग्ने दाइ, अनि एकदमै माया गर्नुहुने दाइ, अनि मलाई राम्ररी बनाइदिनु भएको छ। सुभाष दाइ हुनुहुन्छ। अनि मेरो साथमा हाम्रो बिना पनि छिन्, गीत बजाउँदै थिइन् कि अफ गर्दै छिन्। राजकुमारीलाई कति सुविधा चाहिन्छ यहाँ देखाउनु त क्यामेरा। यहाँ हेर्नुहोस्, यो के हो, यो के हो, यो के हो, यो के हो यस्तो। देख्यो उल्टो बोल्यो भने यस्तै हुन्छ। उल्टो होइन, राजकुमारी लेप्टा हेर्नु होइन। माय गॉड प्रिन्सेस। अब चाहिँ यो घाममा यस्तो पारी बोकेर माय गॉड। यो बिना त एक्टिङ कस्तो थियो? अति बवाल छ। वान टेक। धन्यवाद। तिमी त वान टेक हो नि। अब म गीत सुन्न गइरहेको छु, त्यसै भएर अहिले भ्लगको लागि चाहिँ एकछिन हामी ब्रेक लिँदैछौँ। यति बेर हामीलाई हेरेर साथ दिनु भएकोमा धन्यवाद। यस फाइनली हाम्रो सुट चाहिँ सकिसकेको छ, बिनाको पनि अनि मेरो पनि आजको चाहिँ है। भोलि बाँकी नै छ। यहाँ सुभाष दाइ हुनुहुन्छ अनि हाम्रो पुनमजी हुनुहुन्छ, अनि यहाँ तल आउँदैछिन् बिना पनि। अनि यहाँको दृश्य तपाईँहरूले देख्न सक्नुहुन्छ, कस्तो मन्दिर जस्तो छ कि। अब हामी चाहिँ यहाँबाट जान्छौँ होटल, अनि पुरै रेस्ट गर्छौँ, अनि भोलि बिहान उठेर रेडी हुन्छौँ। हाई गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ 6 बजेको अवस्था छ। सो मेरो मेकअप चाहिँ 5 बजी नै रेडी भइसकेको, अनि हामी हाम्रो हिरो दाइलाई वेट गरिरहेछौँ। यहाँनिर एकजना सुत्ने महारानीजी हुनुहुन्छ, यति सुत्नुहुन्छ होइन, म भन्दा नि अल्छेमा उहाँ पर्नुहुन्छ। म भन्दा नि मलाई भन्थ्यो उसले सुत्ने बेला मलाई सुहायो भने मलाई टोइलेट जान अल्छी लाग्यो भन्यो। हेर्नु त को अल्छी रहेछ। तर हामी होइन, हामी सबै जागरिलो मान्छेहरूमा पर्छौँ क्या अल्छीमा। जाडोले अल्छी लागेको हो कि। हेस गाइस, हामी चाहिँ मुस्ताङको जमसुम भन्ने ठाउँमा आएर बसेका थियौँ हिजो राति। भन्नै बिर्सेछु मैले कहाँ बस्दैछौँ भनेर। अनि त्यसपछि बिना पनि एकदमै रमाइलो, हाम्रो टिममा चाहिँ सबजना रमाइलो भएको कारणले गर्दाखेरि चाहिँ सुट चाहिँ यति रमाइलोसँग बितिरहेछ होइन, थाहा नै पत्तो नै पाएको छैन कि। अनि हाम्रो हिरो दाइ चाहिँ रेडी हुन बाँकी हुनुहुन्छ। अब उहाँ रेडी हुनुहुन्छ, अनि त्यसपछि उहाँ र मेरो सुट हुन्छ। अनि त्यसपछि फेरि बिनाको र रामचन्द्र काफ्ले दाइको सुट हुन्छ भन्ने सुन्नमा आएको छ। मेबी हुन्छ होला उहाँहरूको। हामी यहाँ आएको नि कति भइसक्यो? तिमी 4 डे भयो होला है तिमी? उसको 5 डे, मेरो 4 डे त्यस भयो है। एक दिन अगाडि त हो। अनि 4 दिनसम्म अनुहारमा मेकअप धसेर बस्दाखेरि के भयो होला, अनि चिसो हावाले ओहो कपाल फ्रिजी बनायो। गाह्रो छ हजुर। हामी बिहानदेखि होइन मेकअपमा बस्नुपर्छ यस्तरी। तर राम्ररी, मलाई एकदम राम्ररी बनाइदिने मान्छे चाहिँ खै सुभाष दाइलाई भनेको मेरो सोल्टी आउनु भयो या त। वेलकम सोल्टी। गुड मर्निङ। सुभाष दाइ चिया लिन जानु भएको छ। यस गाइस, म चाहिँ बाहिर निस्किसकेको छु मेकअप गरेर। अब मेरो र उहाँको सुट हुन्छ। मेरो ज्याकेट नै बिग्रिरहेछ, हेर्नु न त्यहाँ मेरो ज्याकेट बिग्रिरहेछ पुरै मेकअपले पहेँलो भएर। अनि उहाँ आउनुभयो हेलो भनेर, सो वेलकम छ उहाँलाई पनि। अनि यहाँनिर बिवर दाई हुनुहुन्छ, यहाँनिर पुनमजी हुनुहुन्छ, डिओपीमा हुनुहुन्छ हाम्रो विशाल दाई। अनि त्यसपछि अब हामी यहाँबाट बाटो सुट गर्दै जान्छौँ रे। अनि त्यसपछि सुट सकेपछि हामी पोखरा जान्छौँ, अनि पोखराबाट काठमाडौँको फ्लाइटमा जान्छौँ। स्टे ट्युन, स्टे कनेक्टेड एभ्रिवान। हेलो गाइस, यो चाहिँ अम्बिकाको मोबाइल हो। बिनाले मेरो मोबाइल चलाउँदै थिइन्, अनि त्यसपछि भिडियो गर्दै थिइन्। अनि अम्बिका आयो भाइ अरे अझ। सो गाइस, अब मेरो चाहिँ सुट फाइनल्ली प्याकअप भइसकेको छ। ओरे म जतिको खुसी होला। र सो सुटिङ सकिसकेपछि त एकदमै खुसी लाग्छ हामीलाई, सबै बोझहरू हटे जस्तो फिल हुन्छ, एकदम फ्रेस हुन्छौँ। अब एकछिनपछि बिनाको सुट हुन्छ अरे, यहाँ मिटिङ बस्दै हुनुहुन्छ दाइहरू। अनि त्यसपछि हामी पोखराको यात्रा सुरु हुन्छ। मेबी बेलुका नै हुन्छ होला। पोखरा कति बजे पुग्छौँ थाहा छैन, मेबी लेट नै हुन्छ होला। हामी अहिले चाहिँ खै के भन्ने ठाउँमा छौँ, जे होस् एकदमै धेरै टाढा छौँ पोखराभन्दा। 5 घन्टा 6 घन्टा लाग्छ अरे पोखरा पुग्न चाहिँ।
सो हामी काठमाडौँ फर्किन्छौँ त्यसपछि पोखरा पुगिसकेपछि चाहिँ तपाईँहरूलाई फर्किँदाको दृश्य पनि पक्कै पनि देखाउनेछु स्टे ट्युन स्टे कनेक्टेड एभ्रीवान लट्स अफ लभ धेरै माया हेलो गुड मर्निङ एभ्रिवान म चाहिँ ठ्याक्कै पोखराको एयरपोर्टमा छु मैले बेलुकाको दृश्यहरू कैद गर्न सकिनँ किनकि हामी एकदमै धेरै लेट पोखरा आइपुगेको थियौँ 2:30-3 बजेतिर पोखरामा आएका थियौँ र सुत्या थियौँ अनि रेस्ट गरेर बस्यौँ त्यही भएको कारणले गर्दाखेरि मैले यहाँको दृश्यहरू कैद गर्न सकिनँ अब हामी चाहिँ सरर लाएर उडिसक्यौँ काठमाडौँको लागि सो मैले थोरै यहाँको दृश्यहरू क्लिक गरिहालेँ एकदमै राम्रो म पछाडि परेको कारणले गर्दाखेरि यहाँ सर देखिरहेको थिएँ यस्तो राम्रो झ्याल साइडमा पऱ्यो नि त त्यही भएर काठमाडौँको दृश्य यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो काठमाडौँ कति रमाइलो छ कि हाम्रो नेपाल है अनि बेलुका ट्राभल गर्थेँ पहिला मैले यसपालि चाहिँ मैले दिउँसो ट्राभल गर्दाखेरि चाहिँ एकदमै रमाइलो दृश्यहरू कैद गर्न पाएँ एकदम खुसी लागेको छ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ मैले भित्रबाट ट्याक्क लाएर खिचिहालेँ अनि अब अहिले चाहिँ म काठमाडौँमा ठ्याक्क लाएर ल्यान्ड भइसकेँ अनि त्यसपछि झरिसकेँ अनि यो चाहिँ हाम्रो योभन्दा अगाडिको बिताएको पलहरू दाइहरूसँग अनि बिनाहरूसँग पुनमहरूसँग एकदमै रमाइलोसँग हाम्रो सुटिङ बितेको थियो सबैजना रमाइलो सपोर्टिभ भएको कारणले गर्दाखेरि हाम्रो सुट चाहिँ एकदमै रमाइलोसँग सकियो अनि त्यसपछि दाइहरू पनि एकदम सपोर्टिभ अनि एकदम रमाइलो हुनुहुन्छ नि त सो यहाँनिर हुनुहुन्छ हाम्रो रामचन्द्र काफे दाई पनि रमाउँदै हुनुहुन्छ सो एकदमै रमाइलो भइरहेछ हाम्रो सुट चाहिँ एकदम रमाइलोसँग बित्यो अनि दिनहरू पनि मजाले बित्यो बिना पनि रमाइलो पुनम पनि रमाइलो यहाँ दाइले हँसाउँदै हुनुहुन्छ एक्टिङ गरेर सो एकदम रमाइलो भयो यो चाहिँ ठ्याक्कै रूपसे झर्नाको दृश्य थियो मैले कैद गरेको मैले भिडियो बनाएको थिएँ यहाँहरूले देख्न सक्नुहुन्छ एकदम रमणीय ठाउँ रहेको छ रूपसे झर्ना पनि अनि यस्तै गरेर हाम्रो दिनहरू बिते अनि यहाँनिर बिनाले बनाइदिएको भिडियो उफ्र हिँड भनिरहेको थियो उसले सो यो पनि एकदम रमाइलो दृश्य कैद गरेको छु यो ठ्याक्क कुन ठाउँ भनेर चाहिँ मलाई कस्तो थाहा भएन कि अनि सो सरी अनि यो कति राम्रो दृश्यहरू तपाईँहरूले देख्न सक्नुहुनेछ यस गाइस सबैजनाले माया गरिदिनु होला अम्बिका युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गरिदिनु होला यति राम्रो रमणीय दृश्यहरू कैद गरेको छु पक्कै पनि तपाईँहरूलाई पनि मनपर्ने छ मलाई भ्लग बनाउने चाहिँ खासै आइडिया छैन कि तर सिक्दैछु भोलिको दिनमा योभन्दा अझ राम्रो गर्ने प्रयास पक्कै पनि रहनेछ थ्याङ्क यू भेरी मच एभ्री वान फर वाचिङ माई भ्लग लट्स अफ लभ ह्याभ फन